के भन्छ चार पाते फुलिला र यो सिकाली हो नि यो ठाउँ होइन ललितपुरको कस्तो लाग्यो तपाईँलाई राम्रो छ डाँडा काँडा छ यहाँ कति राम्रो छ आएदेखि आज मात्रै बाहिर निस्किनु भएको नि दिदी बहिनीमा को राम्रीहरू तपाईँहरू दिदीबहिनीमा मोहना राम्री चाहिँ कान्छी अनि हामी तिनजना दिदी बहिनीमा चाहिँ सबै राम्री म भन्नु न हौ म मेरो एङ्गलमा अरू कोही चाहिँ हेर्नु सबै राम्री मिल्दछ नामै मिल्कारा नामै नाम सुन न नाम अब घरको चाहिँ याद आएको छैन ला छैन पो भन्दै छ अरे त्यो तपाईँ पनि केही भन्नु दिदी तपाईँलाई सोध्नु छैन मेरो सोधे त यहाँ फुल लगाइदिएको बोजूको फुल निकाल्नु है निकाल याद पनि आएर आयो याद हरा घरको याद अस्ति हामी यहाँ परिवारै भएर होला नि त सबै भएको पनि भएको सबै आफ्नो मान्छे मात्रै छ याद त छैन अनि घरै जस्तो छ त कसैले गर्दैन छैन गरेको तिमीलाई फोन यतादेखि गर्दा मात्रै हो हो र कोहरू रहेछौ नेन्जी बोजूलाई केही सोध्छौ तुम्माले सम्झिने छैन हामी हुँदाखेरि ठिक चाहियो अनि गाउँमा काम धेरै हुन्छ बिर्सिन्छ होला नि काम गर्दा त्यस्तो पनि हुन्छ त्यो त भन्ने मात्रै हो सबै चिज भ्याउँछ रुनुहुन्छ कि आउ तुम्बा फेरि किन रुन्नु किन रुनु कसको लागि रुनु के भएको छ अनि तुम्बाले फोन गरेर नै लु देखिहाल्यो त राख भनिहाल्नुहुन्छ नि देखे राख बुवा यतिखेर बोल्ने कराउने नभएर अनि उता उता डुल्दै हिँड्नु नि हौ एलेक्स डुल्दै एकै ठाउँ छ त क्यामेराम्यानलाई नै प्राइज बुझेको होला नि त काट्देऊ छोरा लामो लङ भिडियो राम्रो हुन काट्दिउँ